जेन्जी आन्दोलनमा देशका लागि ज्यान गुमाएका महान शहीदका परिवारहरूका लागि आयो एउटा अत्यन्तै महत्त्वपूर्ण र खुसीको खबर। नेपाल विद्युत प्राधिकरणले गत भदौ 23 र 24 गते भएको जेन्जी सुशासन योद्धा आन्दोलनमा शहीद भएका 27 जनाका परिवारलाई रोजगारी दिने भएको छ। प्राधिकरणले आज एउटा सूचना निकाल्दै रोजगारी माग गर्ने परिवारका सदस्यहरूको नाम समेत सार्वजनिक गरेको छ। सूचना अनुसार रोजगारीको लागि निवेदन दिएका ती 27 जनाको नाममा निजहरू बाहेक अरू कसैको हकदाबी लाग्ने भए 35 दिनभित्र सम्पर्क गर्न भनिएको छ। कतिपयले नाता खुल्ने कागजपत्र समेत पेश गर्न बाँकी रहेको सूचनामा उल्लेख छ। ती शहीदहरूको रगत र बलिदानीको मूल्य कुनै रोजगारीले तिर्न त सक्दैन, तर परिवारलाई दिइएको यो राहत साँच्चीकै सकारात्मक छ। यो कदमलाई तपाईँ कसरी हेर्नुहुन्छ? शेयर गरेर यो जानकारी सबैमाझ पुर्याउनुहोस्।